हेलो नमस्कार यहाँहरू सम्पूर्णमा। आज चाहिँ म ललितपुर महानगरपालिका 24 धापाखेलमा स्थित नागदहमा छु। आज भदौ 1 गते नागपञ्चमी। यो नागदहमा पूजाआजा गर्ने मान्छेहरूको धेरै घुइँचो लाग्ने गर्दछ आज। यसमा विशेष गरेर यो नाग पञ्चमीको दिन चाहिँ यहाँ साह्रै टाढाको मान्छेहरू पनि यहाँ पूजाआजा गर्नको लागि आउने गर्दछ। यसमा देख्न सक्नुहुन्छ प्रतिमा। यो नागदह अति नै ठुलो यो दह रहेको छ र अति नै सुन्दर पनि छ। तपाईहरू आउन चाहनुहुन्छ भने यसमा अत्यन्तै रमाइलो छ। तपाईँ आउन सक्नुहुन्छ। यसमा तपाईँ कहाँदेखि आउँदै हुनुहुन्छ? सातदहवटादेखि धापाखेल हुँदै आउन पनि सक्नुहुन्छ। यता सातदहदेखि थैबा हुँदै पनि आउन सक्नुहुन्छ। यहाँ होटलको पनि राम्रो व्यवस्था छ। यो अति नै ठुलो पोखरी छ। यो नागदहमा चाहिँ यहाँ माछाहरू पनि ठुल्ठुलो रहेछ। मलाई थाहा थिएन, मसिनो मात्र होला भनेर सोचिराखेको थिएँ। तर यो आज मात्र फर्स्ट टाइम देखेँ मैले यो दहमा यति ठुल्ठुलो माछा छ भनेर चाहिँ। यहाँ आजको दिन पूजाआजा गर्न आउनुहुने भक्तजनहरूले मस्यौरा खुवाउँदै हुनुहुन्छ।